नमस्ते साथीहरू, हजुरहरूलाई स्पेनिश बाई ममताको पाठ 6 मा स्वागत छ। वेलकम टु लेसन 6 Bienvenidos a la lección 6। आज हामी सिक्न जाँदैछौँ स्पेनिश ल्याङ्ग्वेजमा हामीले परिचय कसरी गर्ने र गराउने। ल त सुरु गरौँ है। Me llamo भनिसकेपछि आफ्नो नाम भन्नु पर्छ। मेरो नाम हो। My name is Como te llamas? Como te llamas भनेको तपाईको नाम के हो? What is your name? अब next Como estás? Como estás? तपाईलाई कस्तो छ? How are you? Estoy bien, gracias. मलाई सन्चै छ, धन्यवाद। Gracias भन्ने हामीले पहिला नै सिकेका छौं। So, estoy bien भनेको म सन्चै छु, gracias, धन्यवाद। I am fine, thank you. Y tú? Y tú भनेको अनि तपाईलाई कस्तो छ? And you? Mucho gusto. Mucho gusto. तपाईसँग भेटेर खुसी लाग्यो। Nice to meet you. अब एकचोटी नेपाली हटाएर स्पेनिशमा मात्रै पढौं। Introducción. Me llamo. ¿Cómo te llamas? ¿Cómo estás? Estoy bien, gracias. ¿Y tú? Mucho gusto. हजुरहरूले यसलाई घरमा राम्ररी प्र्याक्टिस गर्नुहोला र अब हाम्रो भेट अर्को भिडियोमा हुनेछ। धन्यवाद। Gracias. Adiós.